नमस्ते एभ्रिवान, वेलकम टु माई च्यानल। म सन्चै छु, होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्दै म यो भिडियो चाहिँ स्टार्ट गर्छु हैन। किनभने मैले धेरै पछि चाहिँ यसरी भिडियो बनाइरहेको छु, किनभने बिचमा अलिक ग्याप भएको थियो। अनि के कस्तो हुन्छ भनेर टाइटल हेरेर थाहा पाइसक्नु भयो होला, त्यही पनि अलिअलि चाहिँ भनिदिन्छु। साथीहरूसँग घुम्न जाँदैछु म, बाँकी कन्टिन्यू भिडियो चाहिँ हेर्नु होला हैन। यहाँ छन् के साथीहरू, जयसी अनि यस्तै छ हैन। अगाडिको भिडियो साथीहरूको साथमा छौँ। यो तोपेन्द्र चाहिँ उहाँ छ हैन, ऊ त्यहाँ छ, उहाँ छ भनिछु मैले। आज केही छैन, यस्तो छौँ। अझ हामी चाहिँ घुम्न जान बाँकी छौँ। म चाहिँ जाने वाला छैन, मेरो जाने यो पनि त घुमेकै त हो नि यार। त्यही अनि यो चाहिँ हाम्रो स्कुल सक्यो, अनि स्कुल सकेर जाँदैछौँ। उनीहरू चाहिँ जान पाउँदैनन् किनभने उनीहरूको काम छ, अनि हामी चाहिँ छुट्टै साथीहरूसँग घुम्न जान आँटेको हो कि खास गरी। त्यही भएर कन्टिन्यू हेर्नु होला। अनि टाइम धेरै भयो भने चाहिँ टोयलेटमा यसरी मेकअप गर्न आउनुपर्छ है गाइस, हेर्नुहोस् त। ह्याप्पी बर्थडे टु यु। उसको चाहिँ बर्थडे आज, उहाँ चाहिँ ममता दिदी। ले चाहिँ ठ्याक्क गोदावरीको भाइब्स दिन्छ, यस्तो राम्रो देखिन्छ। यो चाहिँ नेपालको आरू हो, तर यहाँ त लास्टै सानो सानो आयो। मौसम अलि अँध्यारो छ तर ठिकै छ। साथीहरू चाहिँ आउने भएको छ कि हाम्रो। यो चाहिँ अनि अर्को साथी पनि मन्जु पनि आइसकेको छ। ल 4 जना भए, 5 जना भए अब चाहिँ। हामी चाहिँ तिमीले छ्या भने मैले छ्याएर अब चाहिँ हामी 5 जना भयौँ होइन। 3 4 खै दिदी हामी 5 जना भयो। अनि पिकनिक जस्तै हुन्छ। अब घरमा बनाएर त ल्याएनौँ हामीले, अनि जङ्क फुडहरू नै भयो। अन्त स्कुलबाट डाइरेक्ट यता प्लानिङ गरेर आउँदाखेरि चाहिँ केही बनाउन चाहिँ भ्याएन होइन त मन्जु। ऊ झन् सबभन्दा टाढा के, कति टाइम लाग्यो उसलाई बिचरा, त्यो पनि आयो उही नै हो। अनि आयौँ, भेटघाट भयो। अब यहाँ बसिन्छ, चट्ट भ्यू हेर्दै खाइन्छ, रमाइलो गरिन्छ, त्यही हो। गर्ल्स कस्तो राम्रो देखेको हो सबजनालाई। मन्जु, ममता दिदी, बिमरालाई चिन्नु नै हुन्छ होला सरितालाई, मसँग हर वक्त रहन्छ ऊ। अनि अघिल्लो भिडियोहरूमा नि भइरहेको। अनि यो पार्क चाहिँ सिजन वाइज चेन्ज भइरहेको छ। मतलब यस्तो हुन्छ नि त, फुल्ने सिजन, नफुल्ने सिजन हुन्छ। अनि फुल्ने सिजनमा चाहिँ कस्तो राम्रो देख्छ क्या यहाँ, तर नफुल्ने सिजनमा नि ग्रिन पाताहरू भएर, भुइँहरू ग्रिन भएर, अनि त्यहाँनिर के अरे फुनेहरू भएर, अनि समुद्र भएर, के अरे जे भयो नि भएर चाहिँ राम्रो देख्छ। यहीँ बस्ने यस्तै हो, गफसफ यस्तो पार्कमा बसेर हुँदैछ होइन। खोइ एकजना कहाँ गयो, कहाँ गयो भएर क्या यहाँ छन्। अनि खानेकुराहरू चाहिँ अब मिलेको छ। अनि ग्रुपमा चाहिँ हामी अन्त्यै ठाउँ जाने भनेको थियो कि खास गरी, अनिखेर ठाउँ पनि क्यान्सल भयो। अनि साथीहरू पनि टन्नै जाना थियो होइन। गर्दा जम्मा 5 जना मात्र चाहिँ आइपुग्यो कि, तर ठिकै छ, हामी इन्जोय गर्छौँ। स्ट्रगल ल भयो। रेडी 1 ह्याप्पी बर्थडे टु है। हावा छेक्छ नि, हावा छेक्नलाई हेर्नु ल, यतिकै दुःख गर्नुपर्छ होइन। छेकिन केही हुँदैन, म आउँछु एकछिनमा। त्यत्रो दुःख गरेर लाइटहरू कहाँ लिनु गएको गाइस हामी। ल Happy birthday to you.
Happy birthday to you. Happy birthday dear Renu. Happy birthday to you. Yay. Au. ल जाऊ